फाइनली खुट्टा काम्दै आइयो हामी पुङपुङ झरना खुट्टा कामिसक्यो हेर्न सक्नुहुन्छ यति डेन्जर ल ल हेलो गाइस हामी चाहिँ आज के होला अरे हामी चाहिँ आज के हो रे फुङफुङ झरनामा हामी आज घुमेर आउँदैछौँ जाँदाखेरि एकदमै धौवा थियो आउँदाखेरि पनि धौवा मात्र रमाइलो कति भयो भन्दा हामी फुङफुङ झरनामा पुग्दाखेरि हामीलाई रमाइलो भयो तर अहिले हामीलाई धौवा गाह्रो भइरहेको छ बाटोभन्दा पनि बाटै गाह्रो भइरह बाटो यस्तै छ यी हेर्नु अब हाम्रो केपी बाले यस्तै गराई अब बालेन दाइले अब के गर्छन् हेरौँ बाइक साह्रो भयो भन्छ गिलो हुनुलाई त अब उ गर्नुपर्छ एकमा अब त्यही हो हाम्रो भाले गाडी आउँदैछ भन्दा पछाडि देखाउँछु भन्दा भाले गाडी अलिक पछाडि नै रहेछ अब एकछिन रुक्नुहोस् हामी भाले गाडीको साथमा पोथी गाडीसित भाले पोथी गाडी मिलेर चारजना साथीभाइ चारजना दाजुभाइ चाहिँ मिलेर चाहिँ हामी भाले पोथी गाडीमा के फुङफुङ झरनामा हामी घुम्न आइरहेका छौँ तर पनि हामीलाई मजा आइरहेको छ तर गाह्रो चाहिँ छ केही कुरा राम्रो पाउनका लागि केही कुरा दुःख पाउनुपर्छ यो कुरा सबैको जीवनमा लागु हुने कुरा हो तर पनि ठिकै छ आज हामी घुम्दैछौँ मजा आइरह अहिले चाहिँ बाटो सहिलो आइरह त्यही पनि एकछिनपछि फेरि अप्ठ्यारो बाटो आउनेछ यहाँको हेर्न सक्नुहुन्छ भ्यू एकदम राम्रो छ भ्यू हेर्न सक्नुहुन्छ एकदम हामीलाई इलाम आएको फिल भइरह हजुरहरूले के अरे काठमाडौँ ललितपुर भक्तपुरतिर हुनुहुन्छ भने हजुर अवश्य पनि यो फुङफुङ नदी फुङफुङ सरी अलिकति यहाँ मलाई भन्न अलिक गाह्रो भइरह कि अब त्यस्तै छ अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो फुङफुङ झरनामा हामी इलामा जस्तो फिल भइरहेको छ एकदम राम्रो बगानी राम्रो विकसित ठाउँ छ हाम्रो भाले गाडीको हामी प्रतीक्षामा छौँ तर भाले गाडीले पोथी गाडीले भेटाउन सकेको छैन पुरुषको पछाडि महिलाको हात हुन्छ भन्थे अवश्य पनि रहेछ पोथी गाडीको पछि भाले गाडी अवतरण गर्दै आउँदैछ तर पनि उसले भेटाउन सकेको छैन हामीलाई लाग्छ पोथी गाडीलाई भाले गाडीले भेटाउँछ जस्तो लाग्छ तर भेटाउने पनि छ अवश्य नभए चाहिँ हामी सँगै घर पुग्ने छैनौँ त्यसै कारणले पक्कै पनि भेटाउने छ अब आउँदैछ उहाँ तल आउँदैछ हाम्रो राजन घिमिरेको हाम्रो ड्राइभर राजन घिमिरे राइडर राजन घिमिरे र पशुपति घिमिरे दुई भाइ र हामी दुई भाइ हिँड्दैछौँ हामी इलामको फिल गरिरहौँ हामीले हजुरहरूले पनि केही हजुरहरूले इलामको फिल गर्न चाहनुहुन्छ भने पक्कै पनि मेरो लागि भए पनि आइदिनु होला तपाईँले फुङफुङ झरनामा आइदिनु होला हजुरहरूले यो भिडियो हेरेर के अरे भ्लग के अरे त्यो नाम गौरव घिमिरे एजिबी भ्लगको नाममा हजुरहरूले मेन्सन गरेर यो भिडियो राखेर आउनुभयो भने हजुरलाई 2वटा रेडबुल फ्री पनि हामीले गिभअवे गर्नेछौँ अवश्य पनि हजुरहरूले क्युआर पठाउन सक्नुहुन्छ एजिबी भ्लगमा डिएम गर्न सक्नुहुन्छ हामीले अवश्य पनि पुर्याउन सक्नेछौँ हजुरहरू पक्कै पनि आउनुहुन्छ भन्ने मैले आशा गर्दै हाम्रो बाटो यस्तै छ अलिकति अब हाम्रो यो राजनीतितिर जानु पर्दाखेरि अलिकति हाम्रो तल हेर्न भन्दा पनि तल भाले गाडीको हामी खोजीमा छौँ तर भाले गाडी पुगिरहेको छैनौँ अलिकति यस्तै छ हामी यता छौँ अब हाम्रो यो पत्रकार होइन हामी भ्लगर हो म होइन यो हो तर भाले गाडी यो भाले गाडीको प्रतीक्षामा छ तर पोथी गाडी भागै छ भालेले भेटाउनु पर्नेमा पोथीले जितिरह अब त्यही पनि ठिकै छ भाले पोथी भन्न खोजेको तपाईँहरूले नेगेटिभ थट नगराउनु होला मतलब कि FZ-V2 पोथी र 220 भनेको भाले भन्न खोजेको अब हाम्रो ब्लगरहरूमा हाम्रो भाषा यस्तै छ ठिकै छ एकछिन हामीले वेट गर्दैछौँ अब लेसी हेरौँ के हुन्छ हाम्रो भाले गाडी आइसकेको छ राजन घिमिरे पशुपति घिमिरेको साथमा हामीले भाले गाडीलाई अगाडि राखेर पक्कै पनि भाले गाडीको पछि पोथी गाडीको हात हुन्छ भन्ने कुरा यही हो हेर्न सक्नुहुन्छ बाटोको अवस्था यस्तो छ हाम्रो अब हेर्न सक्नुहुन्छ अब भाले गाडी पोथी गाडी लगातार रूपमा हिँडिसकेका छन् हेलो राजन भाइ अहिले यता नहेरिदिनु होला यता हेर्नु भने हेर्नुपर्छ अलिकति गाडी छ बाटो ल यस्तै छ ल राजन भाइ हेलो गरिदियो एकचोटि तोरो हात त नछोडा फेरि फुत्केला ठिकै छ त्यही पनि ल हामी अब यस्तै छ अब यहाँ नयाँ बाटो खन्दैछ हामी अर्को पालि अवश्य पनि यो बाटो हिँड्नेछौँ तर यतै हो ठिक छ
यहाँ विकास हुँदैछ। अब यो विकास हुनेको नतिजा भनेको के हो भने हाम्रो बाटो यहाँभन्दा उता झन् गाह्रो थियो भने अब सहज हुँदैछ। यहाँभन्दा माथि अलिकति गाह्रै भए पनि त्यसभन्दा माथि पुगेपछि हामी रिङ रोडतिर पुगेपछि एकदम राम्रो र मजाको बाटो छ। माथि हेर्न सक्नुहुन्छ, बाटो त मैले जुम गरिदिएको छु, मजाले हेर्न सक्नुहुन्छ बसेर। अहिले आएको यही बाटो हो र? हामी अहिले आएको यही बाटो हो जस्तो लाग्छ मलाई, तर होइन जस्तो पनि लाग्छ। ठिकै छ, मैले अब घुमघामको क्रममा सबैका बाटो बिर्सेर म फेरि जिरो नलेजमा आइसकेँ। त्यही पनि ठिकै छ, यही बाटो बाटो हिलो छ हाम्रो भाले गाडीको साथमा। भाले गाडी फेरि पनि पछाडि परेको छ जतिसुकै त्यस्तो गर्न भएन। भाले गाडी अगाडि आउनु पर्यो, हामीले भाले गाडीलाई अँगालेर हिँड्न चाहन्छौँ। ठिकै छ, अब हेर्नु अब के छ, यस्तै छ वातावरण। अब पानी पर्ला जस्तो छ। अब मैले फेरि पनि भन्न चाहन्छु कि काठमाडौँदेखि कोही हुनुहुन्छ भने के झर्ना के अरे फुङफुङ झर्ना आउन अवश्य पनि नबिर्सिनु होला। लगभग काठमाडौँदेखि 30-35 किलोमिटर आउन लाग्छ भने केही साथीसँगै 4-5 जना ग्रुप राइडर भएर मिलेर ट्याक्क आइदिनु होला, यही भन्न चाहन्छु। अब हेर्दै जानुहोस् अब के हुन्छ बाटोभरि हाम्रो रमाइलो हेर्दै जानुहोस्। अब यस्तै रमाइलो गर्न चाहनुहुन्छ भने आउनु होला। हिलो यस्तै छ, बाटो यस्तै छ। अब कतिखेर लोटिन्छ, बाँचिन्छ, मरिन्छ थाहा छैन। जिन्दगी यस्तै हो, मर्नी बाँच्ने कसैको केही ठानुहुन्न। बाँचुन्जेल सकेसम्म रमाइलो गर्नु। मनभित्र जति पीडा भयो भने बाहिर मुसुक्क हाँसेर हिँडिदिनु। यो बाटो होइन जस्तो लाग्दैछ, तर पनि हिँड म फर्किउँला बाली भएन। हामी पिच बाटो कोही हिँड्ने हो र? पिच बाटो हामी हिँड्दैन। अब यस्तै छ, होइन क्या हो, साँच्चीकै हुन्छ क्या अरे। हाम्रो भाले गाडी आउँदैछ, तल हेर्न सक्नुहुन्छ, तर पनि ठिक छ यो बाटो हो कि होइन। हो तैँले यहाँबाट माथिबाट यो यहाँबाट लोटे भए हामी सिधै यहाँ आइन् त भन्दैछु। ओए पिच त होइन ओए यो बाटो हो र? रुक साइड रुक हो र? होइन यो बाटो होइन। म आउँदाखेरि यस्तो बाटो आएको थिएन। म अलिकति आउँदाखेरि गाडी परेको थियो, तर अहिले यस्तो बाटो होइन जस्तो लाग्छ हामीलाई। हामीले एकछिन अब यहाँ हेरौँ। अब ठिकै छ, बाटो राम्रो छ, राम्रो भएको राम्रै हो, तर पनि हामी आएको बाटो चाहिँ होइन यो। आएको बाटो आउँदाखेरि उताको बाटो आउनु होला, आउँदाखेरि फर्किँदाखेरि यताको बाटो फर्किने होला। मैले फेरि पनि भन्दैछु तपाईँलाई, यो बाटो कता भन्ने कुरो भिडियो हेरेर चिन्नु होला। अब सबै कुरा डिटेलमा बताउँछ, मलाई अलिकति गाह्रै छ दिदी। कताबाट हो? बना होइन दिदी, यता फर्का हो। ठिकै छ, दिदी लगाउनु भयो, ठिकै छ, ओके, नो प्रब्लम। अनि ठिकै छ, अब हामी हिँड्दैछौँ। अब हामीले बाटोमा कोही हाम्रो आफन्त दाजुभाइ दिदीबहिनीहरू कोही भेटिनु भयो भने हामीले अवश्य पनि कसैलाई बाटो दिदी फर्के बालै भएन नि। अब हाम्रो नेपाल विकास नहुने कारण नि यही हो, मान्छे लजाइदिन्छ, बालै भएन नि, किन लजाउने हामी यार। अब खास हामीले हेर्न खोजेको बाटो यस्तो छ, अलिकति गाडीहरू मेन्टेन गरेर, मान्छे मेन्टेन गरेर, पाको ड्राइभर लिएर आउनु होला भनेर बाटो देखाउन खोजेको। हामी गलत बाटो आएर पिच भएको बाटो राम्रो बाटोमा आउन पुग्यौँ हामी। कहाँ यो हामी अन्धाधुन्दा यो बालै भएर आकाश उड्दै भाले गाडी आकाश उड भाले गाडी लालीगुराँस हेर्न सक्नुहुन्छ। अब भ्यालेन्टाइन डे त गइसक्यो, लालीगुराँसको के कुरा गर्ने। अब अलि अब आउँदै भए टिपेर ल्याइदिन आउला, ठिकै छ। अब अब यहाँ सुताउनु थालिसकेको छ। अब हेरौँ के हुन्छ, माचिन्छ, मरिन्छ। भाले गाडी पनि सुतिरह, ट्याक्क ह्याउ पारिरह, यसले पनि ठिकै छ। अब मजा आइरह। अब हेर्न सक्नुहुन्छ हाम्रो यो पुरानो जस्तो यो के घरको छानो पनि देखाउन खोजिरहेको थिएँ। हजुरहरूसित क्षमा माग्न चाहन्छु, किनभने मैले अलिकति राम्रोसँग देखाउन पाइनँ। मैले चाहिँ देखेँ त्यो देख्नको लागि हजुरहरू यही बाटो आउनुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ, यो नगरपालिकाले दिएको गाडी हो कि के गाडी हो थाहा भएन, तर ठिक छ। अब हामी राइट बाटो कहाँ यो यही हो कि यही हो हिँड्न। मैले सम्झेँ यही हो। हामी यहाँ झरेर उता झरेको होइन, त्यहाँबाट हो कि होइन? अङ्कल यो हाइवेमा जोडिने बाटो यही हो कि कस्तो मैले यो काठमाडौँ जाने यो बाटो गइन्छ? यो हो कि मैले सम्झेँ केटा। कहाँबाट सम्झिस? यो बाटो भयो आएकै होइन त? अनि यही बाटो झरेको होइन अङ्कल हो र? अनि त्यसो होइन हामीलाई ठिकै छ, नदेखे पनि अब हामीले बताइदिनेछौँ हामी झरेका भनेर बालै भएन नि होइन। अब यस्तै छ। ऊ भाइ राइडर
यस्तै छ राइड। अब कुत्ता भयो कस्तो यो कुकुर देख्दा हाम्रो घरको याद आइसकेको छ, तर पनि ठिकै छ। हामी भोलि घर जाँदैछौँ। अब भोलि हेरौँ, भोलि घर जाँदाखेरि हामी कति कति जान्छौँ, कसरी जान्छौँ, किन जान्छौँ। हो घन्टामा झरेको गाडी छ। अब त्यस्तै छ, अलिकति बाटो उकाली छ होइन। ओ यहाँ खनिसकेको रहेछ, ठिकै छ। अहिले बाटो बनाउँदैछ। ओइ ओइ सरी सरी, हेलो हेलो हेलो। बाटो पनि झन् मरेको मासला गएको छ भाइ पछाडि आउँछ भाले गाडी यहाँ छ होइन। अघि नै थिएन यस्तो गाइस। अब हेरौँ के हुन्छ होइन। ओहो राम्रो राम्रो नानी मैया हुनुहुन्छ, तर पनि ठिकै छ। हाम्रो दिदी दाजुभाइ दिदीबहिनी कसैको घरमा ठुलोको ठुलो दिदीबहिनी फुल चाहिँ भएर बस्नु भयो, तर हामीले त्यसरी केही भन्नुहुन्न। रेस्पेक्ट अल गर्ल्स। त्यसैले हामीले अब हाम्रो दिदीबहिनीलाई नमस्ते गरेर मनभित्रैबाट अब गएर हेन्चेक गरेर ट्याक्क अब भन्न त सकिन्न, त्यही पनि ठिकै छ। अब कहाँ आइयो थाहा भएन मलाई, तर आउनुलाई आइयो, ठिक छ। अनि यार अब त्यस्तो घामबाट बाटो यार तेरै म्यापले हो के अरे त्यस्तो म्याप यार। ल हाम्रो राइडर अननोन राइडर हो, हामीलाई थाहा छैन होइन। ठिक छ, अब के हो भ्लग यति हो कि बरु म पछाडि बसेर बरु मैले चलाउँछु अब। किन बाटो अब केही छैन। मजा आइरह, तर पनि यसले कहाँ गएर मार्छ जस्तो लागिरह मलाई। तर हामी मर्ने छैनौँ, बाँच्ने छौँ। अलिकति भए पनि सास लिएर हामी हस्पिटलसम्म पुग्ने पनि हाम्रो हिम्मत छ, तर पनि हामी केही लोट्ने छैनौँ। ठिक छ, भाले गाडी आउने छ हाम्रो साथमा। तर जाडो हुन थालिसकेको छ गाइजहरू। अब मेरो के मन्दिर हामी शिवाडु मन्दिरमा जाँदैछौँ गाइज। अब गाइज हामीहरू अब हामी के गर्ने, हामी मन्दिरमा पुग्न जाँदैछौँ होइन। अब मन्दिरमा गइसकेपछि मन्दिरको दृश्य र मन्दिरमा के छ खास विशेषता, मन्दिर त्यो मन्दिर के कुरामा चाहिँ खासमा प्रसिद्ध छ, के कुरामा चाहिँ मान्छेहरू त्यहाँ अवलोकन अथवा भ्रमण गर्न आउँछ, के कुरामा हेर्छ, के कुरामा रमाइलो गर्छ, त्यो कुराहरू हामी सबै कुराहरू हामीले देखाउनेछौँ। तपाईँहरूले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। तर यसले यहाँ सुताइरह, हामी मन्दिर पुग्छौँ पुग्दिनौँ हामीलाई केही ग्यारेन्टी छैन, तर हामी अवश्य पनि पुग्नेछौँ जस्तो लाग्छ हामीलाई। राम्रो सुता है। ल ठिक छ गाइस, ल लेट्स सी गाइस। हेर्न सक्नुहुन्छ गाइस कुकुर यार, बवाल छ नि कुकुर गाइस। हेर्न सक्नुहुन्छ मन्दिर जाने बाटो खोज्नु पर्यो यार। देख्न सक्नुहुन्छ गाइस, ब्युटिफुल कपल गाइस। अब बजार आइसकेको छ, हामी केही समयमा केही मिनेटमा हामी मन्दिर पुग्दैछौँ। त्यो मन्दिरको नाम के, मन्दिरको नाम चाहिँ थाहा छैन। हामीले उयो गरेर हेर्दैछौँ, हामीलाई कुनै साथीहरू मार्फत हामीलाई लोकेसन आएको थियो, अनि त्यही लोकेसनलाई फलो गर्दै गर्दै हामी जाँदैछौँ कि अब हेरौँ त्यो मन्दिर कस्तो छ, के हो कस्तो हो र के हो नाम हेरौँ। हुन्छ गाइस, यो गाडी चिल्लो गाडी कस्तो, यो गाडीमा जिन्दगीमा यो गाडी चढ्न सक्ने एउटा ठुलो रहर छ र हामी चढ्न सक्ने छौँ भन्ने आशा गर्दैछौँ। तर हामी सेतो गाडी आएको छ भन्दै कालो गाडीको कुरा भन्दै सेतो गाडी आइसकेको छ, त्यही पनि हेरौँ ठिकै छ। धुलो खुवाइरहेको छ नानी बहिनीहरू गाइस, धुलो छ। घरमा राम्ररी पढ्नुपर्छ होइन। अब भविष्यमा ठुलो नेता, ठुलो प्रधानमन्त्री होइन पढ्नुपर्छ। हामीले यहाँ अघि नै जाँदाखेरि फलफुलहरू किनेर टन्न प्रशस्त रूपमा खाएर आनन्द लिनेका थियौँ। धेरै सक्नुहुन्छ यहाँ यस्तो छ, भ्यू टावरहरू पनि छन् यहाँ धेरै किसिमका। अनि ठिकै छ, स्टोरी खाऊँ न। ठिक छ, ल हामीले स्टोरी खान्छौँ गाइस, एकछिनपछि गफ गरौँला। देख्न सक्नुहुन्छ गाइस, बाटो अलिकति गिर छ होइन। त्यही पनि अब बाटो गिर भए पनि ठिकै छ। अब हिँडिरहेको तर भ्यू चाहिँ हेर्न सक्नुहुन्छ है। अब यहाँ बिचबाट आउँदैछ, बब्बालै बिचबाट आउँदैछ। गाडीको स्पिड चाहिँ अलिकति हाई नै छ, त्यही पनि ठिकै छ। मेरो साउन्ड होइन अलिकति एडजस्ट गरेर हेरिदिनु पर्ने हुन्छ। हामीसँग अब माइक्रोफोनहरू गराउनलाई अलिकति टाइम लाग्छ, भर्खर बिगिनर हो होइन। त्यही पनि ठिकै छ। अब हाम्रो के अरे अननोन राइडरहरूले हल्का अब हरन हान्दै हुनुहुन्छ, केही समस्या एकछिन भिडियो रोकेर हेऱ्यौँ, गफ गऱ्यौँ, तर केही समस्या भएको रहन्छ। हामीहरूले सबै चिन्जान गरेर हामीले नयाँ दोस्तीहरू बनाएर आउँदैछौँ।
हिँडिदिन्छौँ। अब हिँडौँ न त सबै भनेको उहाँहरूको अलिकति अब त्यहाँ बस्ने काम परेर हामी त्यहाँ अगाडि हिँडिसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ नयाँ कपाल हुनुहुन्छ त्यही पनि ठिकै छ। अब हाम्रो पनि आउला दिन अब भगवान्ले चिनाइदिएला नि केही ठिकै छ। हेर्नु सक्नुहुन्छ गाइस अब ठिकै छ। अब के भन्नु यस्तो देख्दा अलिकति मनमा अलिकति स्वास्स होइन के हर्ली काँडैले घोचे जस्तो हुन्छ बुझ्नु भएन। अलिकति अब यहाँ देख्न सक्नुहुन्छ विश्वकै सबैभन्दा ठुलो भ्यू टावर भनेर म भन्न सक्दिनँ, तर पनि यो हाइड्रो पावरको यो लाइनमा जाने हेर्न सक्नुहुन्छ। अलिकति अब हेर्नु धुलोको स्थिति यस्तै छ यहाँ। अब गाडीहरू हल्का एक्सिडेन्ट भयो जस्तो छ होइन। अब म अलिकति यहाँ देखाउन चाहन्न होइन, अलिकति गाह्रो छ। सरी यार ओहो राजको डुबु बिदा भएछ सक्नुहुन्छ गाइस। स्ट्रबेरी चाहिँ खाँदैछौँ हामीले, हाम्रो बाइकहरू उहाँ छ होइन। स्ट्रबेरी खाँदैछौँ हामीले, स्ट्रबेरी फेरि होइन बगाल चाहिँ छ, बगाल छ केटो उहाँ छ म यहाँ हुँ राजन्दा यहाँ पशुपति यहाँ म चाहिँ यहाँ छु। स्ट्रबेरी ओ माई गॉड यार देख्न सक्नुहुन्छ गाइस। ओ माई गॉड हाम्रो यो खास मेन ओरिजिनल ब्लगर यहाँ हेर्न सक्नुहुन्छ इट्याकको देख्न सक्नुहुन्छ। यसरी खाना कोही काठमाडौँबाट आउँदै हुनुहुन्छ भने यता घुम्दै आउँदै हुनुहुन्छ नि यो झिल्के झर्ना के अरे झिल्के अरे के अरे होइन झर्नाको नाम के फुङफुङ झर्ना आउने क्रममा यो ककनीमा अलिकति यो यस्तो ठाउँ देखाइदिन चाहन्छु। यो ठाउँमा पसेर अलिकति यहाँको के अरे यो मिठो मिठो अर्ग्यानिक के अरे यो स्ट्रबेरीहरू लिएर जान सक्नुहुन्छ, खान सक्नुहुन्छ। मजाको छ, मिठो छ, गुल्लो छ। अब यहाँ आउने मान्छेलाई के भन्न चाहनुहुन्छ तपाईँले? अब धन्यवाद भन्न चाहन्छु। धन्यवाद भन्न चाहनुहुन्छ। अनि यहाँ सधैँ आउनु होला। अब अरू ठाउँमा हेरेर राम्रै स्ट्रबेरी फलेको छ, राम्रै स्ट्रबेरी फल्यो। अनि अब यस्तो व्यवहार गरिदिनु भयो धन्यवाद। हस् थ्याङ्क यू। ल आइदिनु होला सबैजना होइन। आन्टी एकदम राम्रो मिठो बोलीको मिठो स्वभावको एकदम आनन्दको आन्टी हुनुहुन्छ, एकदम आइदिनु होला होइन त अङ्कल। काठमाडौँबाट आउनु पऱ्यो होइन सबैजना यहीँ। के भन्न चाहनुहुन्छ यहाँ? यहाँ यो ककडी खानी खोला 2 हो, स्ट्रबेरी फार्म हो यो। स्ट्रबेरी फार्म हो यो। अनि हजुर के भन्न चाहन्छ भन्नु? के भन्नु, स्ट्रबेरी सबैजना काठमाडौँबाटै आउने हो, स्ट्रबेरी लानुहुन्छ त्यही हो। सबैजना आइदिनु होला, एकचोटि भिजिट गरिदिनु होला, हेरिदिनु होला। मिठो छ एकदम एकदम फ्रेस छ। आफै तपाईँको सबभन्दा मेन विशेषता या मेन राम्रो पोइन्ट भनेको के छ भने तपाईँहरूले आएर आफै हेरेर बुझेर के छ कस्तो छ आफै टिपेर हजुरहरूले चाख्न पनि पाउनुहुन्छ, टिपेर लिएर जानु पाउनुहुन्छ। काठमाडौँबाट आउनु, बारीमा आउनु, आफै टिपेर ताजा ताजा लानु न। ल हस् ल धन्यवाद अङ्कल। हामी चाहिँ अब यो हामीले लिएर हिँडिसक्यो होइन। अब हामी हिँडिसक्यो ल आएर एकचोटि हाई गर्दा एकचोटि भ्लगमा हेलो गाइस। ल ए पशुपति दाइ एकचोटि हेलो गर ए रान्दा एकचोटि हाई गर ल ओके ल ठिक छ। ल हामी चाहिँ हिँड्न आँटिसकेका छौँ। अब ल अब एकछिनपछि मन्दिर गएर गरौँ ल बिचमा सक्नुहुन्छ गाइजहरू। अब यहाँको माहौल यहाँ अब हेर्न सक्नुहुन्छ यस्तो छ। अब यो हाम्रो के भन्छ हाम्रो नेपालमा स्वाग यहाँहरू अब के अरे पापाको परिभन्दा अलिकति गाडी पर्दा तर राम्रो स्वाग नानी मैया यहाँदेखि दिदीबहिनीहरू हुनुहुन्छ देख्न सक्नुहुन्छ। एकदम राम्रो मिलनसार र एकदम सपोर्टिभ टाइपको दिदीबहिनीहरू स्वाग महिनाहरू मैयाहरू हुनुहुन्छ। अब अलिकति बुझ्नुहोस् अब त्यस्तै छ। ठिक छ अब हेर्दै जाऊँ। हामी चाहिँ यहाँ अब अलिकति अब के अरे स्ट्रबेरीहरू खाएर अनि प्याकिङ गरेर घर लानको लागि यहाँ होटेल ककनी रेस्टुरेन्टमा आइसकेका छौँ। तर हामी यहाँ पस्ने छैनौँ, हामी अगाडि जानेछौँ। अब हेरौँ अब यहाँ राइडरहरू हुनुहुन्छ, हाम्रो अननोन राइडरहरू भेटिने कहिले उठेर बसेर नाचेर चलाउँदै हुनुहुन्छ। अनि ख्याल गर्नु होला भर्खर हामीले एउटा एक्सिडेन्ट भेटिसकेका थियौँ। एकदम अब सामान्यतः लडे पनि अलिकति घाउ चोटपटक चाहिँ अलि गहिरै लागेको थियो। त्यस कारणले गर्दाखेरि हाम्रो नेपालको बाटो केही समयको लागि राम्रो छैन, यस्तै छ। अलिक ख्याल गरेर हिँडिदिनु होला अनि सेफ्टीहरू युज गर्नु होला। अनि अब धुलो त देखिसक्नु भएको छ, के भन्ने अब गाह्रै छ। आज चाहिँ रमाइलो गर्दै हिँडिसकेको छ, भोलिबाट
सुत्ने नै होला बिरामी भएर अब त्यस्तै छ चिसो मौसम छ बाटो यस्तै छ गेग्रेटो बाटो छ अलिकति ध्यान दिएर राम्ररी चलाउनु होला सेफ राइड अल राइडर्स अब हेरौँ के हुन्छ हामी मन्दिर जाँदैछौँ अब बल्ल ककनी रेस्टुरेन्ट भन्ने ठाउँमा आइएछ अनि अलि बेर लाग्छ केही समयपछि हामी पुग्नेछौँ अब कुन चाहिँ नेता आउनुभएको छ नेतालाई के सर नेता सस्पेन्सन गाडीमा लचक हिँड्नेलाई के थाहा यो बाइकमा हिँड्ने राइडरहरूको पीडा यो पीडा यति राजनीति के अरे सर यो नेताहरूले बुझिदिने भए यो बाटो यो जस्तै उनको माथिको बाटो बुझ्नु भएन यही हिसाबले अब हेर्दै जानु ठिक छ मजा आइरहेको छ हेर्न सक्नुहुन्छ राम्रो नानी बहिनी हुनुहुन्छ सरी आमा हुनुहुँदो रहेछ सरी हिँड्दै सरी आमा मैले आमालाई नानी मैया भने सरी आमा सरी आमा ठिक छ धेरै ओभर एक्टिङ गर्दा हुँदैन सरी भनिसकेपछि भयो अब त्यस्तै हो ठिक छ हामी चाहिँ यस्तो बल ठाउँमा आइरहेका छौँ अगाडि चिल्लो गाडीको साथमा हेर्न सक्नुहुन्छ हो डेन्जर राइडर माइ गड यार मैले भाले गाडी बिर्सेको बस्छौँ भाले गाडी आउँदैछ भनेको त्यो भाले गाडी आउँदैछ हाम्रो ठिक छ हो माइ गड अङ्कल हेर्न सक्नुहुन्छ यतिको कार चाहिँ के हो अङ्कललाई गुली जाने क्या भन्छ सरी भाले गाडी आउँदैछ हाम्रो साथमा के भन्ने यार धन्न ठिक छ म केही गरिनँ के अब भन्नु नै केही छैन के भन्नु होइन अब ठिकै छ अब के भन्नु ठिकै छ ओ माई गड ओ बा के हो गुली चापै क्या हो ए के हो कहाँ हतार छ साला हो ओ नानी मैया हो माई गड नानी मैया हो दाजुभाइ दिदीबहिनीहरू सबैले गर्ल्सहरूलाई यो मैले यो भन्दासम्म कोही मान्छेले हेरिरहनु भएको छ भने कमेन्ट गर्नुहोस् एउटा रेडबुल गिभ अवे हजुरहरूलाई माई गड साइकलिङ यहाँ के साइकलिङको व्यवस्था पनि छ क्या